हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल लर्न विथ सुस। हजुरहरूले हेर्न सक्नुहुन्छ पछाडि न्युट्रिसनल एक्जिबिसन हुन गइरहेको छ। मेरो स्टुडेन्टहरूलाई मैले डिफ्रेन्ट ग्रुपमा चाहिँ विभाजित गरिदिएको थिएँ विथ अ डिफ्रेन्ट टपिक है। अब हजुरहरूले हेर्न सक्नुहुन्छ कसरी गर्दैछन् नानुहरूले। उपस्थित सम्पूर्ण सर म्यामहरुमा नमस्कार। हाम्रो बिएन र पिएससी को करिकुलम अनुसार चाहिँ न्युट्रिसन एक्जिबिसन रहेको र हामीले चाहिँ आज मिति 2081 वैशाख 28 गते चाहिँ हामीले न्युट्रिसन एक्जिबिसन प्रोग्राम राखेका छौँ। हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यस एक्जिबिसनमा अवलोकन गर्न आइदिनु भएकोमा सर म्यामहरूलाई धेरै धेरै आभार व्यक्त गर्न चाहन्छौँ। यसै गरी अब यस प्रोग्रामलाई चाहिँ समुद्घाटन गर्नको लागि रिबन काटेर साथै बत्ती बालेर समुद्घाटन गर्नको लागि यसै कलेजका भाइस प्रिन्सिपल श्री बबिता घिमिरे म्यामलाई चाहिँ मैले आग्रह गर्न चाहन्छु। साथै साथ दिनको लागि चाहिँ हाम्रो साथी सुषमालाई चाहिँ फुलको गुच्छा देऊ पहिला। ताली कम हुनु भएन है। यसै गरी अब दियोमा बत्ती बालेर चाहिँ यस कार्यक्रमको उद्घाटन गरिदिनु हुन हाम्रो भाइस प्रिन्सिपल बबिता घिमिरे म्याम साथै न्युट्रिसन सब्जेक्ट टिचर श्री सुषमा सापकोटा म्यामलाई पनि धन्यवाद। ग्रुप ए पोखरेल यहाँ चाहिँ न्युट्रिसन एक्जिबिसन प्रोग्राम चाहिँ कन्डक्ट गरेर हाम्रो निमन्त्रणालाई कतिलाई पुग्यो कतिलाई पुगेन है सम्झेर फोन मार्फत भए पनि आइदिनु भएकोमा फेरि पनि सर म्याम सबैजनामा धन्यवाद दिन चाहन्छु। मेरो नाम चाहिँ अनुष्का नेपाली, म बिएससी फर्स्ट इयरबाट। मैले चाहिँ आज हजुरहरूलाई चाहिँ हामीले तयार गरेको कन्टेन्टलाई चाहिँ डिस्क्राइब गर्न गइरहेको छु। र हाम्रो कन्टेन्टमा चाहिँ सुरुमा चाहिँ न्युट्रियन्ट्स भनेर म्याक्रो र माइक्रो भनेर हामीले लेखेका छौँ, हजुरहरूले हेर्न सक्नुहुन्छ। र दोस्रो कन्टेन्टमा चाहिँ हामीले इम्पोर्टेन्स अफ न्युट्रियन्ट्सलाई राखेका छौँ। र त्यसपछि चाहिँ सोर्सेस अफ कार्बोहाइड्रेट्स कार्बोहाइड्रेट्समा चाहिँ सिम्प्लेक्स र कम्प्लेक्सलाई चाहिँ कुनै चाहिँ रियल अब्जेक्टमा राखेका छौँ भने कुनै चाहिँ फिगर बनाएर पनि राखेका छौँ। र प्रोटिनको पनि प्लान्ट सोर्स र एनिमल सोर्स गराएर कोही रियल अब्जेक्टमा त्यसरी नै राखेका छौँ। र फ्याट्समा फ्याट्सलाई चाहिँ रियल डिस्प्ले गरेका छौँ। र फोर्थमा चाहिँ सोर्सेस अफ भिटामिन्स एन्ड मिनरल्स भनेर हामीले रियल अब्जेक्टमा पनि छ र केही कुराहरू चाहिँ हामीले पिक फिगर बनाएर राखेका छौँ। र फिफ्थमा चाहिँ आरडी फर इन्फ्यान्ट्स, हामीलाई चाहिँ इन्फ्यान्ट्स र टोडलर परेको भएर हामीले इन्फ्यान्ट्स र टोडलरको चाहिँ आरडिएलाई नै डिस्क्राइब गर्न खोजेका छौँ। नमस्कार, मेरो नाम अर्चना सुनार। आज भइरहेको न्युट्रिसन एक्जिबिसनमा चाहिँ मेरो पोर्सनमा चाहिँ म्याक्रो र माइक्रो रहेको छ। म्याक्रोमा चाहिँ कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, वाटर भइरह्यो, भाइटामिन्स र मिनरल्स, कार्बोहाइड्रेट खानु। नमस्कार, मेरो नाम चाहिँ आशा आचार्य। आज चाहिँ म हजुरहरूलाई इम्पोर्टेन्स भन्न चाहेको छु। इम्पोर्टेन्समा चाहिँ हाम्रो एउटा इनर्जीमा हेल्प गर्छ, इनर्जी गेन गर्नलाई, अनि ग्रोथ एन्ड डेभलपमेन्ट भन्नाले डिजिज कन्ट्रोलहरू गर्छ, अनि टिस्युको नट, अनि त्यसपछि नट्सहरू, अनि त्यसपछि यो सनफ्लावर ओइलहरूबाट चाहिँ हामीले पाउन सक्छौँ। नट्सहरू सर्भिङ प्रपर सर्भिङहरू चाहिँ मेरो साथीहरूले बनाएको भन्दै जानुहुन्छ होला। सर्भिङ अनुसारले नै हामीले चाहिँ प्रपर एमाउन्टमा चाहिँ हामीले टोल्डर इन्फेन्टहरूलाई चाहिँ दिन सकिन्छ। हामीले यहाँ चाहिँ प्लान्ट सोर्स र एनिमल सोर्स राखेको छु। जस्तै एनिमल सोर्सहरूमा यो प्रोटिनको कुरा भयो, यसमा चाहिँ एनिमल सोर्समा चाहिँ हामीले घि कार्बोहाइड्रेट भन्न गइरहेको छु। सोर्सेस हामीले चाहिँ अब रियल अब्जेक्टहरू ल्याएका छ नि त, अनि हामीले चाहिँ कुनै फिगरहरू पनि ल्याएका छौँ। अब सिम्पल कार्बोहाइड्रेट र कम्प्लेक्स कार्बोहाइड्रेटको फिगरहरू हेर्न सक्नुहुन्छ। अब हामीले चाहिँ सिम्पल कार्बोहाइड्रेट भन्दा पनि कम्प्लेक्स कार्बोहाइड्रेट चाहिँ बढी नै खानु। रियल अब्जेक्टहरू चाहिँ भयो राइस, अनि यो चाहिँ मिलेट, अनि यो ओट्स भयो, यो चाहिँ ब्रेड, अनि त्यसपछि सम्पूर्ण नमस्कार, मेरो नाम चाहिँ एलिया कार्की। म चाहिँ आज भिटामिन र मिनरलको बारेमा गरिरहेको छु। हाम्रो यहाँ भिटामिन ए, यसमा चाहिँ क्यारोट, स्विट पोटाटो, एप्रिकोट र लेमन छ, डाबर। अनि त्यसपछि भिटामिन डी, भिटामिन ई र भिटामिन के छ। भिटामिन डीमा चाहिँ सनलाइट, स्याल्मोन र स्ट्रिमबाट हामी भिटामिन डी पाउँछौँ। नमस्कार, मेरो नाम चाहिँ अमृता आलुङ्गा र म चाहिँ फर्स्ट इयर एएसएमबाट। र मेरो पोर्सनमा चाहिँ इन्फ्यान्ट आरडिएफ इन्फ्यान्ट पढेको छ। र इन्फ्यान्ट चाहिँ हामीले भनिसक्दा चाहिँ 1 वर्षको बच्चालाई भनिन्छ। अनि यहाँ चाहिँ आरडिएफ तपाईँहरूले हेर्न सक्नुहुन्छ। फ्याट चाहिँ हामीले यहाँ आरडिए चाहिँ इन्फ्यान्टमा चाहिँ 0 to 6 मन्थ भनेर यहाँ क्लियरली इन्डिकेट गरेको छौँ भने। नमस्ते, मेरो नाम चाहिँ अनामिका ढिकाल। म चाहिँ बिएससी नर्सिङको फर्स्ट इयर स्टुडेन्ट।
अनि मेरो पोर्सनमा चाहिँ RTA टोटल परेको हो। टोटलमा चाहिँ कुन खानेकुरा चाहिँ कति अमाउन्टमा खायौँ भने चाहिँ हाम्रो बडीलाई चाहिँ प्रपर न्युट्रियन्स पुग्छ भनेर यही RTA ले डिटरमाइन गरेको हुन्छ। अनि हाम्रो न्युट्रियन्स जस्तै कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, इनर्जी, भिटामिनहरू चाहिँ कति कति अमाउन्टमा खानुपर्छ हामीले यो चार्टले चाहिँ डिस्प्ले गरेको छ। Group B. आज हुन गइरहेको यो न्युट्रिसन आज हाम्रो भागमा रहेको चाहिँ विनिङ अनि ब्रेस्ट फिडिङ अनि न्युट्रिसन एसेसमेन्ट चाहिँ हजुरहरूको लागि हजुरहरूलाई बताउन गइरहेको छ। अनि फर्स्टमा चाहिँ विनिङको मैले केही सुरु गर्नुभन्दा पहिले चाहिँ एउटा म्यामले चाहिँ यो दियो बारे चाहिँ प्लिज म्याम भात खुवाउनु पर्यो कि भात खायो आज अलिकति हामीले देखाउनु खोजिरहेका छौँ किनभने विनिङ भनेपछि त नेपाली समाजमा एकदम बच्चा जन्मेपछि अलिकति पैसा दिनुपर्छ म पनि होइन ब्रेस्ट फिडिङबाट विनिङपछि चाहिँ हामीले सर्वोत्तम पिठोहरू अनि त्यो हाडीमा बनाउने अनि यसरी गराउने भनेर हजुरहरूलाई यहाँ देखाउन खोजिरहेका छौँ। अनि हजुरलाई जिज्ञासा केही छ पहिले चाहिँ अवलोकन कुरामा चाहिँ त्यो सबैले हेरेर आएको छौँ कि एउटा मात्रै पोर्सन भनेर अहिले एउटा मात्रै भन्यो पानी पनि दिनु भएन। कुनै अब मेडिकल कन्डिसन छ भने त्यो अनुसार भयो, होइन भने चाहिँ त्यो पानी पनि नदिकन चाहिँ अनि रिड्युस ओस्टियोपोरोसिस अब प्रेग्नेन्सीको बेलामा चाहिँ हाम्रो चाहिँ क्याल्सियम इन्टेक चाहिँ अलिक धेरै बच्चाले चाहिँ हाम्रो शरीरबाट चाहिँ क्याल्सियम चाहिँ अलिक एब्जर्ब हुन्छ कि धेरै जानुपर्छ। अब यसरी निपल चाहिँ बाहिर गयो भने चाहिँ हाम्रो चाहिँ प्रपरली चाहिँ दुध चाहिँ खान सक्दैन। अनि त्यसपछि यहाँ चाहिँ हाम्रो पोजिसनहरू रहेको छ ब्रेस्ट फिडिङको लागि। मिल्कमा चाहिँ कोलेस्ट्रोल भयो अनि ट्रान्जिसनल अनि नेचुरल मिल्क भनेर हुन्छ। कोलेस्ट्रोल मिल्क चाहिँ अब ट्रान्जिसन चाहिँ भने सुरुमा चाहिँ हाम्रो कोलेस्ट्रोल मिल्क हुन्छ जुन चाहिँ फर्स्ट विक भनौँ न 1 देखि 7 डेजसम्म आउँछ। ट्रान्जिसन मिल्क भनेको चाहिँ त्यसपछि चाहिँ आउने मिल्क भयो 20 डेजसम्म चाहिँ आउँछ। अनि त्यसपछि मेजर मिल्क चाहिँ अब 20 डेजपछि चाहिँ आउने अब भनिन्छ। यसलाई कम्प्लिमेन्टरी फुड पनि भनिन्छ र 6 महिना नपुग्नेसम्म आमाको दुध मात्रै खुवाउने गरिन्छ किनभने बच्चाको डाइजेस्टिभ सिस्टम प्रोपरली डेभलप भएको हुँदैन र त्यसले डाइजेस्ट पनि गर्न सक्दैन र 6 महिनापछि पास्ने गरिन्छ किनभने पास्ने पछि चाहिँ रेडी हुन्छ कि उसको खानको लागि अनि आमाको दुधले मात्रै पुग्दैन अनि त्यसपछि अन्य खानेकुराहरू पनि खुवाउनुपर्छ। अब चाहिँ बेनिफिट्स अफ ब्रेस्ट फिडिङ छ जुन चाहिँ मदरको लागि भयो र अर्को चाहिँ बेबीको लागि छ। अब मदरको लागि चाहिँ अब एउटा चाहिँ बोन्डिङ एन्ड एट्याचमेन्ट हुन्छ। अब एकदमै ऊ चाहिँ बुढो टाइममा छ कि यसमा चाहिँ अब उसलाई ट्रिटमेन्ट गराउने फलोअप गराएर चाहिँ उसलाई चाहिँ म्यानेज गरिन्छ। अनि 13.5 cm भन्दा माथि भएको चाहिँ त्यो चाहिँ अब उसलाई चाहिँ अब प्रोटिनहरू न्युट्रियन्सहरू पुगेको छ भने यो पनि यही ग्रुप होइन धेरै डिस्प्ले गर्ने ग्रुप चाहिँ धेरै भएछ यो ग्रुपलाई हाल्ने है गुरुलाई भन्दा। Group C. हामी ग्रुप सीको तर्फबाट हाम्रो कन्टेन्ट रहेको छ ब्यालेन्स डाइट। अर्को भनेको फुड पिरामिडहरूले डिस्प्ले गरेका छन्। त्यसै गरी सर्भिङ, माई प्लेट अनि RDF फर पिस ब्यालेन्स डाइट भनेको चाहिँ हामीले त्यो फुड हो जसमा चाहिँ हामीले अल टाइप अफ न्युट्रियन्ट्सहरू हुन्छ नि त्यो प्रोभाइड गर्छ। त्यो चाहिँ हामीले राइट प्रोपोर्सनमा राइट एमाउन्टमा खायो भने चाहिँ यसले चाहिँ हाम्रो चाहिँ नर्मल ग्रोथ गराउने भयो अनि त्यसपछि टिस्युहरूलाई मेन्टेन गर्ने भयो। चाहिँ मेरो पोर्सनमा चाहिँ सर्भिङ साइज बढेको छ। अनि सर्भिङ साइज भनेको सुरुमा चाहिँ कुन फुड चाहिँ कति अमाउन्टमा खाने भनेर चाहिँ थाहा पाउनको लागि चाहिँ हामीले सर्भिङ साइज गरिन्छ। जस्तै अब हामीले जस्तै धेरै फुड्सहरू हुन्छ नि त त्यो मध्ये पनि जस्तै कुन फुड ग्रुपहरू खायो भने चाहिँ हाम्रो न्युट्रिसनल निड्सहरू मिट गर्न सक्छौँ भनेर हामीले थाहा पाउनको लागि सर्भिङ साइज चाहिँ थाहा पाउनुपर्छ। अनि सर्भिङ साइजको टेबल छ। अनि यसमा चाहिँ जस्तै सुरुमा ब्रेड्सहरू, सिरियलहरू, राइस, पास्ताहरू चाहिँ हामीले 6 to 11 सर्भिङ चाहिँ खानुपर्छ। जस्तै कति खाने भनेर चाहिँ सबैले बुझेन भनेर चाहिँ पोर्सन कति पोर्सनमा खाने भनेर चाहिँ माई प्लेट आएको हो। माई प्लेट चाहिँ यो फुड पिरामिड चाहिँ 2005मा रिप्लेस भएर चाहिँ 2011बाट चाहिँ माई प्लेट सुरु भएको हो। माई प्लेटमा चाहिँ यो ग्रेन्सहरू चाहिँ 30% खानु पर्यो। अनि यसमा चाहिँ अब हामीले यो राइस भयो, रोटी अनि यो भट मासहरू योहरू खानुपर्छ ग्रेन्समा चाहिँ। अनि प्रोटिन चाहिँ RDA भन्ने बित्तिकै रिकमेन्डेड डाइट एलाउन्सेस हो। यो चाहिँ इनर्जी क्यालोरी इन्टेक पर डे हो। यो चाहिँ डिफ्रेन्ट एज ग्रुपका फिजिकल एक्टिभिटी अनुसार 1060 to 40 दिनुपर्छ बेबीहरूलाई मिलाएर।
यसमा चाहिँ बेबीहरू बिग साइडेड एज ग्रुपको बेबीहरू चाहिँ डिफ्रेन्ट कलरहरूमा एट्र्याक्टेड हुन्छ र त्यो बिग हुनाले आज चाहिँ मेरो पोर्सनमा चाहिँ स्कुल चिल्ड्रेनकोहरूलाई कस्तो फुड डाइटहरू खाने भन्ने बारेमा छ। फिगरमा चाहिँ हजुरले देख्नुहुन्छ दुईवटा चाहिने छ, एउटा चाहिँ यहाँ माइक्रोन्युट्रियन्ट्स र माइक्रो र म्याक्रोन्युट्रियन्ट्स देखाएको छ। यसमा चाहिँ कार्बोहाइड्रेट, प्रोटिन, फ्याट पर्छ र एउटा भिटामिन मिनरल्स पर्छ। कार्बोहाइड्रेट चाहिँ अब स्कुल चिल्ड्रेनहरू भनेको एकदम उनीहरूको मेन्टल हेल्थ चाहिँ एकदम एक्टिभ भएको हुन्छ अनि उनीहरूलाई चाहिँ अब धेरै नै वर्कहरू हुन्छ, क्रिएटिभ वर्कहरू गर्नुपर्ने हुँदा धेरै डाइट खानुपर्ने हुन्छ। Group D. थेरापेटिक डाइट भनेको चाहिँ कुनै पनि डिजिज कन्डिसन अनुसार रेगुलर खानेकुरालाई चाहिँ मोडिफाई गरेर डाइटको रूपमा खायो भने चाहिँ त्यसलाई नै थेरापेटिक डाइट भनिन्छ। थेरापेटिक डाइट चाहिँ पेसेन्टको लागि कम्प्लिट डाइट मिल्स भनेर चाहिँ थेरापेटिक डाइटहरू चाहिँ प्लान गरेको हुन्छ। अनि थेरापेटिक डाइटमा चाहिँ हाम्रो पोर्सनमा चाहिँ नमस्कार, मेरो नाम कृतिका भण्डारी र आज यस न्युट्रिसन एक्जिबिसनमा चाहिँ हामीले थेरापेटिक डाइट अन्तर्गत रेनल डाइटमा चाहिँ जुन चाहिँ रेनल डिजिजसँग रिलेटेड थियो भनेको चाहिँ किडनीको चाहिँ डिसफङ्सनिङ हो भनेर बुझ्न सकिन्छ र त्यसमा चाहिँ हामीले रेनल डाइटमा के खानेकुरा लिन सकिन्छ, के सकिँदैन भनेर चाहिँ हामीले रिकमेन्डेड डाइटमा हेर्न सकिन्छ, जुनमा चाहिँ हामीले एकदमै लो सोडियम, पोटासियम र फस्फरस इन भएको फुडहरू खान सकिन्छ भने त्यसमा चाहिँ एप्पल, क्यारोट, ग्रिन बिन्सहरू पर्छ भेजिटेबल्समा चाहिँ लो। हाम्रो यो टिममा चाहिँ थेरापेटिक डाइट अन्तर्गत चाहिँ हाम्रो पोर्सनमा चाहिँ हाइपरटेन्सिभ डाइट परेको छ। हाइपरटेन्सिभ डाइटलाई के भन्छ? हाइपरटेन्सिभ डाइट भन्नाले चाहिँ हाई ब्लड प्रेसर भन्ने बुझिन्छ। हाई ब्लड प्रेसर भनेको चाहिँ ब्लडको लेभल आर्टेरीमा चाहिँ हाई लेभलमा के अरे हाई प्रेसरले हुनुलाई भन्ने गरिन्छ र त्यसको लागि चाहिँ हामीले ब्रेकफास्टमा चाहिँ ओट्स हाइपरटेन्सन डाइट के डाइट भनिन्छ? ड्यास डाइट भन्ने गरिन्छ। डाइट चाहिँ मोर एथलेटिकहरूमा आउटडोर एक्टिभिटिजहरूमा इन्भल्भ भएको हुन्छ, त्यस कारणले धेरै युनिट्स चाहिँ रिक्वायर गरिन्छ। त्यसमा 2030 पर्सनमा चाहिँ रहेको छ आएर वन डाइट भयो। लेस देन 2 हो, यहाँनिर चाहिँ मिस्टेक भएको हो, लेस देन 2। अनि त्यसपछि चाहिँ के अरे स्विट्सहरू चाहिँ लेस देन 5 सर्भिङ्स पर डे। अनि यो हाइपरटेन्सिभहरूको पेसेन्टलाई चाहिँ के अरे एनिमल भेजिटेबल ओइलहरू चाहिँ प्रिफर गरिन्छ। त्यसपछि चाहिँ हाम्रो चाहिँ यहाँनिर चाहिँ हाइपरटेन्सिभको पेसेन्टहरूले चाहिँ कस्तो खानेकुराहरू खाने भनेर पनि डिस्प्ले गरिएको छ। र यसमा चाहिँ ब्रेकफास्टमा चाहिँ ओट्स रहेको छ, हाफ कप अफ ओट्स रहेको छ अनि हाफ कप अफ दही रहेको छ अनि फ्रुट्सहरू अनि चाहिँ यो चाहिँ नट्सहरू रहेको छ। अनि लन्चमा चाहिँ कार्बोहाइड्रेटको 130 अमाउन्ट अफ कार्बोहाइड्रेट अनि दाल, साग, सलादहरू, गाजर अनि त्यसपछि स्न्याक्समा चाहिँ एउटा एप्पल र पानी अनि डिनरमा चाहिँ 2टा रोटी के अरे प्रोटिनको लागि एउटा अन्डा अनि तरकारी अनि त्यसपछि दही राखिएको छ। जसलाई टाइप 1 डायबिटिज भनिन्थ्यो भने टाइप 2 डायबिटिजमा चाहिँ अब उसको ओबेसिटीको कारणले गर्दाखेरि उसको टाइप 2 डायबिटिज भयो, जसमा डिफ्रेन्ट साइन सिम्टम्सहरू लेखिएको हुन्छ। साइन सिम्टम्सहरूमा नमस्ते, मेरो नाम गीता गिरी। साइनिङ सिम्टम्स अफ डायबेटिक्समा चाहिँ हाम्रो फर्स्टमा चाहिँ हाई ब्लड सुगर टु इन्सुलिनको प्रडक्सन चाहिँ डिफिसियन्ट भएर भइहाल्यो। अनि अर्को चाहिँ फ्रिक्वेन्ट फिलिङ हङ्ग्री भनेको चाहिँ फिलिङ हङ्ग्रीलाई चाहिँ हामीले पोलिफ्यागिया भनिन्छ। अनि अर्को फ्रिक्वेन्ट युरिनेसन लाइक पोलियुरिया भनिन्छ। यसलाई फिलिङ थर्स्टीलाई चाहिँ हामीले पोलिडिप्सिया भनिन्छ। अनि अर्को ब्लड भिजन पनि हुन्छ हाम्रो लाइक बर्नको कारणले चाहिँ उनीहरूको शरीरबाट प्रोटिन र क्यालोरी एकदम धेरै लस भएको हुन्छ, जसलाई चाहिँ हामीले ब्यालेन्समा ल्याउनको लागि हाई प्रोटिन र हाई क्यालोरी फुड्सहरू चाहिँ दिनुपर्ने हुन्छ। अनि प्लस उनीहरूको बडीबाट चाहिँ फ्लुइड्सहरू एकदमै धेरै बगिसकेको हुन्छ, त्यसले गर्दा चाहिँ हामीले उनीहरूलाई हाइड्रेसन टाइम टु टाइम हाइड्रेट गरिराख्नुपर्ने हुन्छ, जसले गर्दा वाटर इन्टेक पनि एकदमै धेरै गर्नुपर्ने हुन्छ। यसमा चाहिँ वन डाइटको पेसेन्टहरूलाई चाहिँ स्पाइसी फुड र अल्कोहलहरू चाहिँ एभोइड गर्नुपर्ने हुन्छ। Group E. आज हुन गइरहेको यस न्युट्रिसन एक्जिबिसनमा चाहिँ हामी ग्रुप ईलाई मेजर न्युट्रिसन पोलिसीहरूको बारेमा पढेको छौँ। मेजर न्युट्रिसन प्रब्लम अफ नेपालमा चाहिँ हामीले चाहिँ 2 भागमा चाहिँ डिस्कस गरेको छौँ। एउटा म्याक्रोन्युट्रियन्ट्समा चाहिँ फाइबर, म्याग्नेसियम
स्टन्टिङ वेटिङ अन्डरवेट र ओभरवेट पनि हो हामीले इन्क्लुड गर्न बिर्सेछौँ त्यो अनि माइक्रोन्युट्रियनमा चाहिँ भिटामिन डी डेफिसियन्सीमा चाहिँ नाइट ब्लाइन्डनेस अनि भाइटल स्पोर्ट भिटामिन डी डेफिसियन्सी आइरन डेफिसियन्सी आइडिडी भनेको चाहिँ आयोडिन भनेको चाहिँ यो चाहिँ प्रोटिनको डेफिसियन्सीले हुने गर्छ अनि म्यारेसमस भनेको चाहिँ प्रोटिन र इनर्जी दुइटैको डेफिसियन्सीले हुने गर्छ अनि म्यारेज के अरे क्वासियोकार चाहिँ यो चाहिँ 1 देखि 5 वर्षसम्मको बच्चाहरूलाई चाहिँ हुने अनि यसको सिम्टम्स भनेको चाहिँ यही साइडमा राखिदिनु हुन्छ होला मसल विकनेस बोन लेग विक बोन भएर बिट अफ फ्रिक्स हुन्छ यसमा चाहिँ मेरो पर्सनमा चाहिँ माइक्रोन्युट्रिसन डेफिसियन्सीबाट चाहिँ भेरी भेरी परेको छ भेरी भेरी भन्नाले चाहिँ नमस्ते मेरो नाम चाहिँ रश्मि सुवेदी मेरो चाहिँ माइक्रोन्युट्रियन्स डेफिसियन्सी अन्तर्गत चाहिँ नाइट ब्लाइन्डनेस परेको छ नाइट ब्लाइन्डनेस भनेको चाहिँ रतन्दो यो चाहिँ भिटामिन ए को डेफिसियन्सीको कारणले गर्दा हुने गर्छ नाइट ब्लाइन्डनेसको कजेसहरू भनेको चाहिँ जेनेटिक डिसअर्डर भनेको अब उसको फ्यामिलीमा प्यारेन्ट्सहरूलाई नाइट ब्लाइन्डनेस छ भने बच्चामा पनि इनहेरिटेन्सको रूपमा जान सक्छ अनि अर्को भनेको चाहिँ क्यारोट्याक्स भनेको चाहिँ मोतीबिन्दु भएकोहरूलाई भेरी भेरी चाहिँ थाइमिनको डेफिसियन्सीले गर्दा लाग्छ भेरी भेरी चाहिँ दुईवटा टाइप्सको हुन्छ वेट भेरी भेरी भइहाल्यो होइन कतिजनालाई चाहिँ त्यस्तो खालको कुराले चाहिँ इफेक्ट गरेको चाहिँ प्रोटिन यो चाहिँ जसमा चाहिँ इनर्जी छ मेललाई चाहिँ कति दिनुपर्छ भन्दाखेरि 2200 to 2800सम्म दिन सकिन्छ अनि फिमेलमा चाहिँ 1800 to 2200 दिन सकिन्छ अनि कार्बोहाइड्रेट चाहिँ 130 ग्राम चाहिँ पर्सनमा चाहिँ कति ग्राम परेको छ चाहिँ एनिमियाको गरेर भन्दाखेरि चाहिँ एनिमिया भनेको चाहिँ हेमोग्लोबिनको कमीले गर्दा हुने हो होइन अनि हेमोग्लोबिनको के अरे हेमोग्लोबिन फर्मेसनको लागि चाहिँ एउटा मेन इम्पोर्टेन्ट एउटा न्युट्रियन्स भनेको चाहिँ आइरन हो होइन आइरन अनि आइरन के अरे हेमोग्लोबिनको चाहिँ यो आइरन चाहिँ त्यो के 2 मन्थसम्म त्यो खाना बच्चाको यो डिस्ट्रिब्युसन प्रोग्राम बच्चाको खानामा चाहिँ यो मिसाएर दिइन्छ होइन अनि यो चाहिँ 2 मन्थसम्म चाहिँ यो रेगुलरली दिइन्छ बच्चाको खाना डिस्ट्रिब्युसन अफ ठाउँमा गएर increasing the content of एउटा बढी माइक्रोन्युट्रियन्टको कन्टेन्ट बढाउनुलाई भनिन्छ 45 फुडहरू जस्तै सी फुड फिस मिट हर्दीले चाहिँ आयरन मात्रा ज्यानमा बढाउने काम गरिन्छ अनि यहाँ रहेको छ सोलोगन क्वालिफिकेसन इक्जाम्पल नेसनल एजुकेसन चाहिँ ब्यालेन्स डाइटको बारेमा चाहिँ एजुकेसनहरू प्रोभाइड गरेर हामीले चाहिँ यो इनर्जी मालन्युट्रिसनलाई चाहिँ कन्ट्रोल गर्न सकिन्छ अनि त्यसपछि एग्रिकल्चर सपोर्ट जस्तै अब के अरे गाउँघरतिर चाहिँ पैसा हुँदैन नि त उनीहरूलाई एग्रिकल्चर गर्नलाई नि अनि त्यतिखेर हामीले गभर्मेन्टले सपोर्ट गरेर अनि उनीहरूलाई चाहिँ कसरी नेसनल वाइड प्रोग्राम अन्तर्गत रहेको भिटामिन कन्ट्रोल प्रोग्राम अफ भिटामिन ए डिफिसियन्सीलाई चाहिँ एक्सप्लेन गर्न गइरहेको यो नेपालमा चाहिँ भिटामिन ए डिफिसियन्सी आउनुको मेन कारण चाहिँ भिटामिन ए डिफिसियन्सीले गर्दा आउने डिसअर्डर्सहरू जस्तै नाइट ब्लाइन्डनेस भयो भिटर्स जस्तो केसेसहरू बढेर चाहिँ कन्ट्रोल प्रोग्रामहरू आएका हुन् यसमा चाहिँ नेसनल भिटामिन ए प्रोग्राम यसमा चाहिँ के हुन्छ भन्नाले चाहिँ बेसिकली 6 to 59 मन्थ्सका चाइल्डहरू र Group F. नमस्कार सर मेरो नाम स्नेहा थापा ग्रुप एफको मेम्बर आज भइरहेको न्युट्रिसन एक्जिबिसनको टपिक अन्तर्गत हामीले पढिरहेको छ फुड कन्टामिनेसन सिम्पटम अफ फुड बोर्न डिजिज फुड प्रिजर्भेसन फुड एडल्ट्रेसन फुड एडिटिभ्स फुड फोर्टिफिकेसन रुल फर सेफ फुड ओल्ड एज यस अन्तर्गत मेरो फुड कन्टामिनेसन पढेको छ फुड कन्टामिनेसनलाई सिम्पली भन्दाखेरि चाहिँ हाम्रो फुडहरूमा चाहिँ टक्सिक सब्सट्यान्स अनि केमिकलहरू चाहिँ मिक्स भएर अथवा परेर चाहिँ हामीलाई चाहिँ डिजिजहरू लाग्ने गर्दाखेरि चाहिँ नमस्कार सबैमा मेरो नाम कविता छेत्री आज चाहिँ म क्रस कन्टामिनेसन र फुड बोर्न इन्डिजको साइन र सिम्टम्सको बारेमा के भन्न गइरहेको छु
फुड क्रस कन्टामिनेसन भन्नाले हामीले के बुझिन्छ भन्दाखेरि कुनै पनि अब्जेक्टमा चाहिँ एउटा अब्जेक्टबाट चाहिँ अर्को अब्जेक्टमा ब्याक्टेरिया अनि प्याथोजेन्सहरू ट्रान्सफर हुने भनेर बुझ्न सकिन्छ। अब यसमा यो डिफ्रेन्ट वेजबाट हुनसक्छ, जस्तै पोर्कलाई चाहिँ डटी क्लोथहरू युज गरेर चाहिँ अब र भेजिटेबल देख्न सकिन्छ अनि र मिटहरू देख्न सकिन्छ। अब यही नाइफले चाहिँ सेम बोर्डमा यो भेजिटेबललाई यसरी काटेर यो सेम नाइफले चाहिँ वास नगरिकन चाहिँ यो यता पनि यो र मिटलाई नै काट्दाखेरि चाहिँ यसरी र मिटबाट उता मेन्यु चाहिँ धेरै चाहिँ। नमस्कार म्याम, अबको टपिक चाहिँ फुड अडल्ट्रेसन रहेको छ। अब फुड अडल्ट्रेसन भन्दा बित्तिकै चाहिँ कुनै पनि फुडमा चाहिँ नन न्युट्रिटिभ सब्सटेन्सेसहरू एड गरेर चाहिँ त्यसको ओरिजिनल क्वालिटी अनि न्युट्रिटिभ भ्यालुलाई चाहिँ डिक्रिज गरिन्छ भने त्यसलाई चाहिँ फुड अडल्ट्रेसन भनेर भनिनु भयो। जस्तै कि अब सिरियल्सहरूमा चाहिँ स्यान्ड मड ग्रिसहरू चाहिँ एड गर्ने, अनि हनीमा चाहिँ सुगरहरू, मिल्कमा चाहिँ अब वाटरहरू एड गरेर अथवा त्यसको यो चाहिँ किन गरिन्छ भन्दाखेरि चाहिँ कुनै पनि फुडहरूलाई चाहिँ मोर फ्रेसनेस, मोर नेचुरल अनि कलरफुलहरू देखाउनको लागि र थोरै समयमा नै छिट्टै नै पैसा अलि धेरै आम्दानी गर्नको लागि गरिन्छ। अर्को भनेको चाहिँ फुड प्रोडक्सन। नमस्कार, मेरो नाम चाहिँ स्नेहा सापकोटा अनि मैले चाहिँ फुड एडिटिभ्सको बारेमा भन्न गइरहेको छु। फुड एडिटिभ्स भन्नाले चाहिँ यस्तो सब्सटेन्स हो जुन चाहिँ फुडको प्रोसेसिङ अनि प्रोडक्सन अनि स्टोरेज हुँदा चाहिँ एड गरिन्छ। अनि त्यो फुड एडिटिभ्सको चाहिँ एडभान्टेज डिसएडभान्टेज दुइटै हुनसक्छ। एडभान्टेज चाहिँ यसले चाहिँ टेस्टलाई चाहिँ फुडको टेस्टलाई चाहिँ इन्हान्स गर्छ अनि फुडलाई चाहिँ फ्रेस राख्नमा पनि हेल्प गर्छ अनि फुडलाई चाहिँ अलि मोर एपिलिङ गर्न पनि हेल्प गर्छ अनि फुडलाई चाहिँ लामो समयसम्म चाहिँ प्रिजर्भ गर्न पनि हेल्प गर्छ। नमस्कार सम्पूर्ण म्यामहरूमा, म चाहिँ अन्जु चेपाङ। आज चाहिँ हाम्रो न्युट्रिसन एक्जिबिसन रहेको थियो अनि धेरै कुराहरू चाहिँ बहिनीहरूले भनिसक्यो, बहिनी साथीहरूले। अनि मेरो चाहिँ फुड हाइजिन चाहिँ कसरी मेन्टेन गर्ने त होइन, त्यसको बारेमा चाहिँ 10 गोल्डन रुल अकर्डिङ टु WHO इनिसियल एक्जाममा आएको के यसपालि इनिसियलमा चाहिँ 10 एक्जाममा आएको के 10वटा पोइन्ट सोध्दैन चाहिँ म भन्न गइरहेको छु। फर्स्टमा छ चुज फुड प्रोसिड फर सेफ्टी, कुक फुड थ्रोली पकाएर खानु पऱ्यो, इट कुक फुड इमिडिएटली पकाउने साथै खानु पऱ्यो, स्टोर कुक केयरफुली, रिहिट कुक फुड, एभोइड कन्ट्याक्ट बिट्विन बर्न इलनेस भनिन्छ। यसमा चाहिँ हामीले धेरै साइन एन्ड सिम्टम्स देख्न सकिन्छ, जस्तै विकनेस, फिभर, ब्लड भिजन, डायरिया, एब्डोमिनल पेन, भमिटिङ, नमस्कार सबैजनालाई, मेरो नाम सुरेश तामाङ। आज भइरहेको एक्जिबिसनमा मेरो पोर्सन चाहिँ फुड फोर्टिफिकेसन भएको छ। अब फुड फोर्टिफिकेसन भनेको चाहिँ फुडमा कुनै पनि न्युट्रिएन्ट एड गरेर त्यसको क्वालिटी चाहिँ इम्प्रुभ गर्ने, मेन्टेन गर्ने भनिन्छ नि। अनि मेरो पार्टमा चाहिँ ओल्ड एज भनेको चाहिँ यसपालि सबै राख्नु चाहिँ ओल्ड एज ओल्ड एजको रेन्ज चाहिँ 65 ओभर हो। र ओल्ड एजमा चाहिने न्युट्रियन्ट्सहरू चाहिँ न्युट्रियन्ट्स चाहिँ दुईवटा टाइपको हुन्छ, म्याक्रोन्युट्रियन्ट्स र माइक्रोन्युट्रियन्ट्स। म्याक्रोन्युट्रियन्ट्समा चाहिँ कार्बोहाइड्रेट, प्रोटिन, फ्याट पर्छ भने माइक्रोन्युट्रियन्ट्समा चाहिँ भिटामिन, मिनरल्सहरू पर्छ। अनि ओल्ड एजमा चाहिँ कार्बोहाइड्रेट चाहिँ 130 ग्राम पर डे इन्टेक गर्नुपर्छ भने प्रोटिन चाहिँ 46देखि 56 ग्राम पर डे इन्टेक गर्नुपर्छ। 46 चाहिँ फिमेल 46 ग्राम चाहिँ फर मेल एन्ड 56 ग्राम चाहिँ फर। हेलो, यसमा चाहिँ अब हाम्रो यो सिद्धि हो होइन। मैले ग्रुप A देखि Fसम्म चाहिँ केही झलकहरू राखेको छु, हजुरहरूले हेर्न सक्नुहुन्छ। सो दिस इज अल अबाउट न्युट्रिसन एक्जिबिसन। यसपालि चाहिँ मैले त्यति राम्रोसँग भिडियो बनाउन सकिनँ, त्यही भएर एउटा स्टुडेन्टलाई रिफरेन्स हुन्छ भनेर मैले चाहिँ यति भए पनि राखिदिएको हो होइन। अब चाँडै आउँदैछ अर्को न्युट्रिसन ग्रुपहरूको, उनीहरूको चाहिँ भिडियो म एकदम राम्रोसँग राख्नेछु। थ्याङ्क यू फर वाचिङ माई भिडियो। प्लिज डोन्ट फर्गेट टु लाइक, सेयर एन्ड सब्सक्राइब है।